रिसेन्टली मैले 2004 को स्टारिङ डेन्जल वाशिङटन एक्सन क्राइम थ्रिलर जेनरको म्यान अन फायर मुभी हेरे। यसको स्टोरीको कुरा गर्ने हो भने मेक्सिकोको एउटा सिटीमा एकदमै धेरै किडन्यापिङ भइरहेको हुन्छ बच्चाहरूको र डेन्जल वाशिङटन एउटा सानो फुच्चीको एज अ बडीगार्ड प्ले गरेको छ। अब त्यो फुच्चीलाई किडन्यापरहरूबाट प्रोटेक्ट गर्ने क्रममा डेन्जलको आँखा अगाडि नै त्यो फुच्चीलाई किडन्याप गरेर लान्छ। त्यसपछि डेन्जलको भाइलेन्स वाला क्यारेक्टर बाहिर निस्किन्छ, एकदमै त्यो भेन्जफुल रिभेन्ज लिने खालको। अब किडन्यापर्सहरू को हो, किन किडन्याप गरेको, बचाउन सक्छ कि सक्दैन त्यो फुच्चीलाई, त्यो सबै कुराहरू यो मुभीमा हेर्ने हो। यसको पोजिटिभको कुरा गर्ने हो भने स्टोरी डेभलपमेन्ट, क्यारेक्टर बिल्डअपहरू एकदमै राम्रो छ। सबैजनाको पर्फर्मेन्स एकदमै राम्रो छ, स्पेशली त्यो सानो बच्चाको, उसले त अवार्ड पनि जितेको रहेछ पर्फर्मेन्सको लागि। र आउँछ एक्सन सिक्वेन्स, एकदमै फर्स्ट क्लास एक्सन सिक्वेन्सेसहरू छ। अब यसको नेगेटिभको कुरा गर्ने हो भने मुभी अलिकति लेन्दी फिल हुन सक्छ। 2 आवर 25 मिनट्स रन टाइम भएको, 1 आवर 15 मिनटसम्म त कुनै पनि एक्सन सिक्वेन्सेसहरू छैन, स्टोरी डेभलपमेन्ट मात्रै भइरहेको हुन्छ। लास्टको 45 मिनट्स मात्र एकदमै हाइली इन्टरटेनिङ हुन्छ। स्क्रिन प्ले त एकदमै टाइट छ, त्यसपछि त चल्नै मिल्दैन है। अनि क्रिमिनल्सहरूसँग कुरा गर्दाखेरि चाहिँ स्पेनिस बोल्छन् कि त्यो चाहिँ के पनि बुझिँदैन, हेर्दाखेरि एकदमै डिप कन्भर्सेसन भइरहेको जस्तो फिल हुन्छ, तर आफू चाहिँ एकदमै ब्ल्याङ्क हुन्छ के पनि नबुझेर। ओभरअल यो मुभी चाहिँ एक्सन मन पराउनेहरूले हेर्नै पर्छ, सेटिस्फाइड फिल चाहिँ गराउँछ। म यो मुभीलाई ब्लकबस्टर हिटको क्याटेगोरीमा राख्छु। अर्को रिभ्यू भिडियोमा भेटौँला। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। एन्ड बिन्ज बेटर।